हामी सफल भएका छौँ। सम्पूर्ण सहभागी साथीहरूलाई म यो होटल बर पिपलको सभाकक्षमा हार्दिक स्वागत गर्दै म यो कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउने अनुमति चाहन्छु। हामीले छोटो समयमा खबर गऱ्यौँ, पटक पटक स्थगित हुँदै गर्दाखेरि यो पटक पनि कार्यक्रम स्थगित पो हुन्छ कि, हामीलाई मौसम पनि अलिकति च्यालेन्जिङ थियो, कार्यक्रम गर्न सकिन्छ कि सकिन्न भन्ने दौरानमा हाम्रा केही साथीहरू छुट्नु भएको छ। केही साथीहरूले खबर गरेर मेसेज गरेर हामी आउन सकेनौँ, कार्यक्रम पूर्ण रूपमा सफल रहोस् भन्ने शुभकामना सन्देश पनि दिनुभएको छ। यद्यपि हामी उल्लेख्य रूपमा नै सहभागी भएर आज यो कार्यक्रम सञ्चालन गर्ने दौरानमा छौँ। म यो कार्यक्रमको प्रमुख अतिथिको रूपमा यो कार्यक्रमको प्रायोजक समेत रहेको आरसी ट्रेनिङ प्रणालीका प्रमुख आदरणीय रुपकुमार छेत्री सरलाई कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहणको निम्ति अनुरोध गर्दछु। त्यसै गरी हाम्रो निमन्त्रणालाई स्वीकार गर्दै हाम्रो एसोसिएसनका कानुनी सल्लाहकार आदरणीय उमेश शर्मा बजगाई हाम्रो कार्यक्रममा उपस्थित हुनुहुन्छ। म उहाँलाई विशेष अतिथिको रूपमा आसन ग्रहणका साथ आदरणीय सल्लाहकारज्यूको आज शुभ जन्मोत्सव समेत रहेको कारणले गर्दा सम्पूर्ण सहभागी साथीहरूलाई उठेर उहाँको जन्मोत्सवलाई उत्सवमय बनाइदिन चाहिँ बर्थडे विस गरिदिनसम्म पनि उहाँले हामीलाई धेरै स्तरमा सहयोग गर्दै आउनुभएको छ। हामीलाई अहिले विभिन्न बाधा व्यवधानहरूमा हामीलाई विशेष रूपमा सहयोग गर्दै आउनुभएको छ। विभिन्न नेटवर्कहरू प्रयोग गर्दै हामीलाई आइपर्ने विविध समस्याहरू समाधानका लागि सहजीकरण गरिदिने, हामीलाई कानुनी रूपमा आइपर्ने बाधा अडचनहरू शुभकामना व्यक्त गर्न चाहन्छौँ। ह्याप्पी बर्थडे मिसी, ह्याप्पी बर्थडे टु यु। यो एउटा विशेष संयोग पनि हो। आज हामीले यो नेपालकै अति पर्यटकीय सुन्दर नगरी पोखरामा कार्यक्रम आयोजना गर्नु र हाम्रो कानुनी सल्लाहकारज्यूको बर्थडे पनि परेको कारणले हामी उहाँलाई विशेष रूपमा जन्मदिनको शुभकामना व्यक्त गर्दै कार्यक्रमै मुस्किल होला कि जस्तो हुँदाहुँदै पनि यतिको उपस्थिति हुनुभएको छ। जसले जसरी पनि आफ्नो आफ्नो ठाउँबाट दुःख कष्ट गर्दै सबै समस्याहरूलाई झेल्दै अब चाडबाडहरू यी सबै कुराहरूले चाहिँ हामीलाई काममा पनि बाधा त भइरहेको होला। यति हुँदाहुँदै पनि यहाँहरू चाहिँ उपस्थित भइदिएर कार्यक्रम स्वीकारेर सबैजना उपस्थित हुनुभएको छ। यहाँहरू सबै आइदिनु भएकोमा यहाँलाई विशेष धन्यवाद सबैलाई दिँदै छोटो मन्तव्य यहाँ अन्त्य गर्छु। हस्त धन्यवाद। धन्यवाद हाम्रो संस्थाका आदरणीय अध्यक्षज्यू। मैले उद्घोषणकै क्रममा यहाँलाई संक्षिप्त मन्तव्य भनेको थिएँ। अब हामीले यो समयको पाबन्दीलाई पनि ध्यानमा राखेर हामीले हाम्रा अभिव्यक्तिहरू संक्षिप्तमा नै राख्नेछौँ। पोखरा आइसकेपछि खालि एउटा फर्मल प्रोग्राममा मात्रै सहभागी हुने भन्दा कति साथीहरूको चाहिँ घुम्ने अलिअलि केही ठाउँहरू भिजिट गर्ने पनि आशय प्रकट गर्नुभएको छ। हामी यो सबैलाई ध्यानमा राखेर संक्षिप्त रूपमा ग्यासमा परिचय हुन जरुरी छ। हिजो एउटा परिवेश थियो, ग्यासको काम गर्दै जाँदाखेरि कोही एउटा नयाँ साथी देख्यो भने या त काम गर्दै गरेको साथी एरिया छोडेर अर्कोतिर लाग्ने, या त देखेको साथी अर्को साइडतिर लाग्ने जस्तो परिस्थिति हुँदा हाम्रो यो वृहत परिचयको कार्यक्रमले अब यति एउटा सौहार्दपूर्ण वातावरण विकास भएको छ। तपाईँ कुन टिमको साथी हो, कहाँ हुनुहुन्छ, कुन फर्मको साथी हो भनेर एउटा हार्दिकता विकास भएको छ। अझै यो हार्दिकतालाई मजबुत बनाऊ भन्दै आफ्नो ठाउँबाट अब हामी हाम्रो परिचय कार्यक्रमलाई अगाडि बढाउनेछौँ। सुरक्षा सेन्टर प्रणाली कटारी। सम्पूर्ण सबैलाई नमस्कार। मेरो नाम विगत विष्ट, घर धरान सुनसरी, हाल समिति किचन ग्यास सेन्टर प्रणालीको सञ्चालक, विगत लामो समय यसै सेक्टरमा आबद्ध। नमस्ते सबैजनालाई, मेरो नाम रोजिना श्रेष्ठ, कलङ्की काठमाडौँबाट, कलङ्कीमै ग्यास चुलो उद्योग धन्यवाद। एउटा घर, मेरो फर्मको नाम चाहिँ एलपिजी ग्यास रिसर्च ब्रान्ड। मेरो नाम चाहिँ प्रदीप मगर, घर धरान। मेरो फर्मको नाम चाहिँ बुढा सन्यास सेफ्टी ब्रान्ड। धन्यवाद। सम्पूर्णमा नमस्कार, मेरो नाम दिवस श्रेष्ठ, म धरानबाट। मेरो फर्मको नाम चाहिँ सासा किचन। मेरो घर चाहिँ 11/5 बोराउनु पर्छ। मेरो फर्मको नाम चाहिँ समग्र किचन एन्ड ग्यास सेन्टर प्रणाली धरान।
नमस्कार, मेरो नाम चाहिँ शङ्कर राई मेमोरी घर हेटौडा सम्पूर्ण ग्यास के अरे होइन सुरक्षा एवं सेवा नेपाल प्राली। नमस्कार, मेरो नाम चाहिँ मधु बहादुर फाटा हो। हाल मोरङ। शुभकामना वेलकम। मेरो नाम विकास शर्मा, मेरो घर काठमाडौँ गलङ्गी, मेरो फर्मको नाम चाहिँ एमबिएल ट्रेड सप्लायर्स। म 8-9 वर्षदेखि यसमा परिचित छु र म आफै पनि मेरो घरमा लगाएको छ र एकदमै प्रोडक्ट हाइजेस्ट लगाएर म यसमा कार्यरत छु। म नयाँ नै अब आधिकारिक रूपमा काम गर्न गरेको 5 महिना भइसक्यो। मेरो नाम चाहिँ श्री शेर्पा, मेरो फर्मको नाम चाहिँ न्यू एलपी संयुक्त ग्यास रिसोर्स एन्ड सेफ्टी डिभिजन। म मेरो अहिले फर्म चाहिँ दर्ता धारण सत्रबाट। मेरो नाम उमेश शर्मा बस्ने, मेरो घर ललितपुर। म चाहिँ काम व्यवसाय तपाईँहरूको सहयोगी। आज जन्मदिनको यहाँ एकदम विश गर्नु त्यसका लागि सबैलाई हार्दिक कृतज्ञता। 17 किलोवटा फर्मको नाम सम्पूर्ण ग्यास स्टेसन प्रणाली। धन्यवाद। रिसर्च सेन्टर विथ कुमार राई। अहिले चाहिँ मेरो व्यवसाय चाहिँ भक्तपुर, मेरो चाहिँ पूर्व घर चाहिँ भोजपुर। धन्यवाद। नमस्ते सम्पूर्णमा, मेरो नाम चाहिँ चतुर्मान बल, मेरो फर्मको नाम चाहिँ घरदैलो अग्नि सुरक्षा नेपाल अनि मेरो कार्यक्षेत्र चाहिँ अहिले काठमाडौँ भ्यालीमै। नमस्कार, मेरो नाम रूप कुमार छेत्री, आर्किटेक्ट कम्पनी प्रयोग। कुमार खड्का, घर चाहिँ ठ्याक्कै भन्नुपर्दा मोरङ जिल्लाको बेलबारी 2 लालबेती। धन्यवाद। कम्पनीको नाम चाहिँ एलपी संयुक्त किचन ग्यास सेन्टर। घर पोखरा, मेरो कार्यक्षेत्र चितवन सम्पूर्ण ग्यास रिसर्च प्रणाली। धन्यवाद। नमस्कार, मेरो जीवन कार्की, सुरक्षा एवं सेवा नेपाल प्रालीबाट। म चाहिँ श्याम महर्जन, म दाल ग्यासमा चालक। घर चाहिँ ललितपुर, सुरक्षा एवं सेवा एन्ड टेक्नोलोजी ट्रेडर्स घर मेरो बढेदा लिगो पाइप ग्यास सुरक्षित नेपाल। धन्यवाद। नमस्कार, मेरो नाम गोविन्द दिनेश सिन्हा, मेरो फर्मको नाम नेपाल एलपिजी सेफ्टी सोल्युसन। नमस्कार सबैजनालाई, मेरो नाम चाहिँ कृष्ण लामा, घर जनकपुर हो। मेरो नाम प्रकाश नेपाली, घर 2 सुनसरी, फर्मको नाम एलपिजी संयुक्त सेफ्टी डिभिजन। नमस्ते सबैजनालाई, मेरो नाम तेन्जिङ बल अनि म सिन्धुली मरिगोडा नम्बर 3 बाट अनि मेरो फर्मको नाम राइसेल रिसर्च नेपालबाट। हेलो नमस्कार सबैजनालाई, म वाङदेन लामा, आइजिटी सेफ्टी नेपाल थानकोटबाट। मेरो नाम गोविन्द घिमिरे, म चाहिँ एलपी ग्यास सेफ्टी एन्ड सोल्युसन सेन्टरमा कार्यरत छु र हामीले जुन यो एउटा छाता सङ्गठन निर्माण गरेका छौँ, एलपी ग्यास सेफ्टी एन्ड मार्केटिङ एसोसिएसनको सचिवको रूपमा पनि कार्यरत छु। विषय अर्कोले नदोहोऱ्याइदिनु हुन पनि, यदि आफ्नो टर्न आउँदा मैले यो जिज्ञासा राख्छु भन्ने लागेको थियो, तर अरू कोही साथीले उखान गरिदिनु भयो भने उहाँलाई नै समर्थन गर्दै चाहिँ नदोहोऱ्याउने गरी आफ्ना विषयहरू राखिदिनका निम्ति म यो फ्लोर ओपन भएको घोषणा गर्दछु सुझावको निम्ति। मैले पनि मिटिङमा चाहिँ आइरहेको थिएँ बेला बेलामा, तर पहिलोचोटि समावेश भएको छु। यसमा मलाई सबै कुरा ठिकै छ। अब कुनै गुनासो भयो अरू साथीहरूले राख्नुहुन्छ। धन्यवाद। सबै जो राम्रो छ त्यो चाहिँ केही छैन भन्न, अहिले छुटेछ भने के भन्नु, साथीहरूले प्रायः जस्तो कुरा राखिहाल्नुहुन्छ। भन्दाखेरि चाहिँ हामीले के अरे आइसिटीको बारेमा चाहिँ तर ब्रान्ड सामान हामीले बेचेका छौँ, तर बेचे तापनि यो सामानमा एकदमै त्रुटि र फलहरू चाहिँ आएको छैन। अब कसैको तपाईँको त्यहाँ घरिमै प्याकै भाँची जाने, कसैको सिलिन्डरमा बल्दामा प्लास्टिक सिलिन्डरबाटै उफ्रिने, अनि अर्को कुरा रेगुलर अफ गर्दाखेरि त तपाईँको चुलामा निप्नुपर्छ नि, निप्दैन त्यो ग्यास के कारणले गर्दाखेरि हो। अनि अर्को कुरा सिलिन्डरमा तपाईँको छ नि त्यो रेगुलेटर छिर्दैन। त्यो धेरैचोटि हामीले के अरे यो प्रश्न चाहिँ हामीले अब यो आइसिटीको बारेमा चाहिँ कम्प्लेन गरेकै हो, तर पनि खासै प्रोडक्टमा सुधार भएको मैले चाहिँ देखिनँ। यो चाहिँ एउटा हाम्रो अब रूप सरले चाहिँ यसको बारेमा चाहिँ अलिकति गहिरो मात्रामा कम्पनीलाई चाहिँ पठाइदिनु होला। एउटा नयाँ समस्या अर्को पनि आएको छ, तपाईँको त्यो रेगुलेटर अन गर्दाखेरि त्यो घडीले ग्यास देखाउँछ,
जब चुलामा ग्यास बाल्यो चुलामा ग्यास बल्छ घरि सुइया घुमेर जिरोमा जान्छ यो के हो यो समस्या होइन त्यो मान्छेले मसँग एकदम यहाँ कम्प्लेन गरिरहेको छ मसँग भिडियो क्लिप पनि छ र यस्तो समस्याहरू धेरै आइरहेछ अब फेरिको कुराहरू गर्दाखेरि त अन्य कुरो ठिकै छ अब आफूहरूले स्वयं भएर काम गर्नुपर्छ अब काम गर्दाखेरि जोखिम पनि छ यो जोखिममा चाहिँ अब तपाईँ हामीले नै वर्ष अझ ठुलो समयको जग्गा भेटिरहेको छ त्यसमा धेरै धेरै खुसी छु मेरो यो 2 शब्द यहीँ टुङ्ग्याउँदै हस् नमस्कार सबैलाई हामी फिल्डमा हिँड्दाखेरि हामीले कसैले 2500 बेचेको भेटेछ भने कसैले 2650 बेचेको भेटेछ र अब कसले गर्नुभएको त्यो थाहा भएन तर कुनै ठाउँमा 3500 सम्म पनि बिल आएको छ त्यसमा धेरै मान्छेहरूले कम्प्लेन गरेको छ अब सेम रेगुलेटर हुन्छ अब कसैले 3500 बेचेको हुन्छ कसैले 2500 बेचेको हुन्छ यसमा चाहिँ अलिकति गाउँघरतिर जाँदाखेरि चाहिँ अलिकति खुल्दुली भएको कारणले गर्दाखेरि अरू सबै यो आइजिटीमा जस्तै हामीले भित्रको त्यो जुन आइजिटीको जुन कम्पनीबाट कार्ड हुन्छ त्यसमा 2 वर्षको ग्यारेन्टी प्लस इन्सुरेन्स भनेर दिएको हुन्छ र यो जुन पेपर जुन कम्पनीबाट पेपर पठाइएको हुन्छ इन्सुरेन्स पेपरहरू त्यसमा चाहिँ 1 वर्षको वारेन्टी 1 वर्षको इन्सुरेन्स मात्रै भनेर लेखिएको हुन्छ यो स्पष्ट कुरो हामी बुझ्नु नसकेको हुनाले यसमा स्पष्ट पारिदिनु हुन कुरा गर्नुपर्छ। अब काठमाडौँ उपत्यकाको विषयमा चाहिँ उपत्यकामा चाहिँ अलिकता समस्या भनौँ न फिल्डको समस्याहरू यो जुन हाम्रो साथीभाइहरूले अब हामी 12-13वटा फर्म छ काठमाडौँ भ्यालीमा त्यो फर्महरूमा चाहिँ अहिले म्याक्सिमम साथीहरूले समस्या नहेर्दिनाले गर्दाखेरि हामीलाई अब जसले हेरिरहेछ त्यो साथीहरूलाई एकदम समस्या परिरहेछ त्यसले गर्दाखेरि हाम्रो दाल ग्यासबाट चाहिँ जसको चाहिँ त्यहाँ समस्या नहेर्ने मान्छे जसले राख्दैन त्यसलाई चाहिँ अलिक कडाइको रूपमा चाहिँ गर्नुपर्छ जस्तो लाग्छ भोलिको दिनमा फेरि यो समस्या हामी कहीँ आएर जोड्ने हो होइन हामी म एउटा सङ्घ पनि उपाध्यक्ष भएको हुनाले भोलि यो कुरा त माथि जाँदाखेरि हामी सँगै जोडिने हो हामीसँगै जोडिने हो त्यसले गर्दाखेरि यसमा चाहिँ सबैले ध्यान दिनुपर्छ जस्तो लाग्छ किनभने हामी जसले समस्या हेरिरहेछ उसले समस्या हेरिरहेछ अब नहेर्ने नपुगेको ठाउँमा नहेर्ने ठाउँमा पुग्दाखेरि हाम्रो मान्छे चाहिँ लखडिने अवस्था भइरहेछ त्यसले गर्दाखेरि सबै साथीहरूलाई पनि म जसले चाहिँ काम गर्नुहुन्छ अब आफ्नो समस्याहरू चाहिँ हेर्ने र अब त्यसलाई चाहिँ सकेसम्म हामीले ध्यान दिनुपर्ने चाहिँ जस्तो लाग्छ होइन अब जसले चाहिँ गर्दैन त्यो चाहिँ उहाँहरूलाई चाहिँ सुझाव दिएर हुन्छ अथवा उहाँहरूले चाहिँ सामान अब यो हिसाबले चाहिँ तपाईँहरूले समस्या हेरेन भने भोलि हामी सामान पनि दिन सक्दैन भन्ने हो कि यहाँहरूले चाहिँ त्योमा अलिकता हेरिदिन पनि म अनुरोध गर्न चाहन्छु यो दाल ग्यास सम्बन्धी है मिटर चाहिँ एकदम भाँचिने समस्या छ सर यो कुरोमा एकदमै ध्यान दिनुपर्ने भयो बरु पहिलाको चाहिँ मिटर चाहिँ एकदम बलियो थियो अहिलेको एकदमै समस्या छ मिटरमा इन्डिकेटर त ठिकै छ तर भाँचिने समस्या धेरै छ धन्यवाद भदौ 13 गते हुन लागेको मिटिङ चाहिँ लगभग मेरै कारणले गर्दा पनि रोकियो भन्ने कुरो अलिकति आएको छ त्यो चाहिँ दुःखद घडीले गर्दाखेरि अहिले हाम्रो सर भन्नुहुन्छ होला र हाम्रो यो 2082 साल कार्तिक 16 र 17 को मिटिङलाई चाहिँ भव्य र सभ्यका साथ हामीले कार्यक्रम सम्पन्न गरौँ भन्दै हाँसी खुसी आयौँ हाँसी खुसी फर्क्यौँ भन्दै विश्वास जुन हिसाबले हामीलाई कस्टमरहरूले विश्वास गरेर पैसा दिनुभएको छ हाम्रो प्रडक्ट युज गर्नुभएको छ र कस्टमरको विश्वासलाई चाहिँ हामीले कहिले पनि घात गर्नु हुँदैन किन भन्दाखेरि कसैले अब मैले चाहिँ 2 वर्ष ग्यारेन्टी भनेर मैले बेचिरहेको छु प्रडक्ट अनि यहाँ साथीहरूले कतिपय साथीहरूले चाहिँ 5 वर्ष ग्यारेन्टी भनेर बेचेको हुन्छ अनि अब समस्या त अब सबै चिजमा हुन्छ नि समस्या पर्दा कस्टमरलाई समस्या पर्दाखेरि फोन गर्दाखेरि फोन नलाग्ने नम्बर दिने यही काठमाडौँ थानकोटको अहिले नाम चाहिँ मैले बिर्सेँ चतुर्मास के नाम मैले हजुरको पनि पठाएको घर परिवार के अहिले पछिल्लो समयमा मलाई गरेको चाहिँ अरूलाई हो भने थाहा छैन आइजिटी अन गर्दाखेरि जुन तल जान्थ्यो त्यो पिन तल गइरहेको छैन भन्न खोजेको अन गर्ने बित्तिकै तल जुन सिलिन्डरको पिनलाई आइजिटीको पिनले थिच्थ्यो त्यो पिन तल गइरहेको छैन धेरैमा त्यस्तो आइरहेको छ अहिले पछिल्लो समय दोस्रो भनेको यहाँ सबैले कुरा उठाउनुभयो अरू सबै भइसकेको छ एउटा रेगुलेटर सिलिन्डरमा नलाग्ने यो नलाग्ने अरू कारण पनि हुन सक्छन् तर सिलिन्डर आफैमा
कुनै हालतमा सिलिन्डरको मुख छोटो भएको कारणले नलागेको महसुस भएको छ। यसको विषयमा चाहिँ अझ प्रश्न बाँधिनु हुन्छ कि भन्ने आशा छ। अर्को कुरो के छ, साथीहरूले यहाँ ठुल्ठुलो कुरा गर्नुहुन्छ, समितिमा बस्नुहुन्छ, यो नगरौँ ऊ नगरौँ भन्नुहुन्छ। एउटा कुनै कर्मचारी गयो भने झोला थापेर गयो सामान हालेर पठाइदिनुहुन्छ। यो एकदम राम्रो कुरा होइन जस्तो लाग्छ मलाई। यसले भोलि आफैलाई घाटा हुन्छ, नोक्सान हुन्छ र त्यसको चाहिँ ढिलो चाँडो त्यसको समस्या आफूलाई पनि पर्न सक्छ। यो काम गर्ने क्रममा हामी रुखसरले भनेको एउटा कुरा मलाई याद छ, पैसा मात्र कमाउने होइन, हामी असल बिजनेसम्यान हुन सिकौँ। हामीले छेडी फाइदा 100-200 फाइदा आयो, ल एकछिनमा ल आज भयो, आज खल्तीमा गयो, ल खाना खाने यो गर्ने त्यो गर्ने 2-400 कमाइहाल्यो। भोलिलाई त्यो साथीले सोचिराखेको छ। परिवारको नाताले म के भन्न चाहन्छु भने त्यो छ भने पनि त्यसलाई अझै खर्च कटौती हुने हिसाबले, किनभने आम्दानी पनि अलिक छ जस्तो लागेन, त्यो गर्न आवश्यक छ। र अब अरू कुरा त ठिकै छन्। अब साथीभाइहरू समस्याहरू एक आपसमा सरसल्लाह छलफल गरेर अगाडि बढ्नुपर्ने। यहाँ के देखिएको छ भने यहाँ साथीभाइ भने अनि बाहिर के गर्न सक्छ, कसो गर्न सक्छ, यहाँ मात्रै होइन कि हामी हरेक ठाउँमा चाहिँ आफ्नो ठाउँबाट अलिकति सबैजनाले अनुशासित भएर एउटा नियम बनाएर नियमभित्र काम गऱ्यो भने सबै एउटै छ। लगभग त्यो पुरानै समस्या हो। स्टाफका कुराहरूदेखि लिएर हाम्रो आइजिटीका कुराहरू कतिपय सुधार हुँदै आएको पनि छ। अब अझै पनि बाँकी छ भने सुधार पनि पर्छ। एउटा समस्या चाहिँ के हो भने त्यो सिलिन्डरमा नलाग्ने समस्या चाहिँ अलिक थप भएको कि जस्तो महसुस गरेको छु मैले पनि, किनकि म आफै पनि फिल्ड भिजिट गर्ने भएकाले त्यो अनुभव मलाई पनि राम्रो थाहा छ। अनि यो हाम्रो सङ्घ सार्ने कुरा चाहिँ विगत केही समयदेखि नै चलिरहेको छ। सङ्घको चाहिँ खर्च हामीले धान्न नसक्ने अवस्थाको छ, भाडाहरू। अनि चाहिँ यिनीहरूमा पनि हामीले यो विषय पनि छलफल गर्न हामी सबै भेला भएको बेलामा जरुरी देख्छु। सरहरूले खबर पुर्याउनु नै हुनेछ। यसरी सुध्रिँदै त आएको हो आइजिटी, होइन? यो त सबैले बुझेकै कुरा हो, सुध्रिने नै छ। र समग्रमा अब हाम्रो चाहिँ वातावरण अलिकति बिग्रेको कुरा जो आउँछ काम गर्दाखेरि, दामोदर सरले राखे जस्तै कहिले अब अहिलेको मान्छेले लाख रुपियाँ सामान्य मान्छ, लाख रुपियाँ तलब दिएर राख्ने स्थिति भएन हामीलाई। लाख रुपियाँ दियो भने त मान्छे भेटिन्छ फेरि कि, तर लाख रुपियाँ दिने सम्भावना छैन। त्यो भएर मान्छे नभेटिनु यो रोग चाहिँ हाम्रो मात्रै होइन, यही होटलको पनि रोग छ। यही पनि स्टाफले नपाएको होला अहिले सोध्ने हो भने यो चाहिँ सबैको रोग छ। यो चाहिँ कसैले रोकेर नरोकिने रोग हो, राष्ट्रिय रोग हो। त्यसो भएर त्यसमा हामीले सम्बोधन गर्न केही पनि सकिएन। अर्को अब संस्थाको तर्फबाट लगभग सुध्रिएकै छ, राम्रै छ जस्तो लाग्छ। यत्तिका बाटा छेकिएका छन्, पहिरा लागेका छन्। त्यस्तो हुँदा त हामी सबै सहभागी भयौँ भने यही सहभागिता त हो, एकरूपता यही नै हो, यसलाई नै एकरूपता हो भन्ने बुझिन्छ। र कहिलेकाहीँ हामीले जुन बेला बेलामा हामी के अरे एकपल्ट हिजो अस्तिको एउटा सानो कुरा चाहिँ यहाँ आउनु त भएको छैन, हाम्रो विकास खत्री जहाँ एउटा समस्यामा पर्नुभयो एकपल्ट यहाँ चितवनतिर कतै हो, होइन? लगभग बुन्देलले बुझ्नुभयो होला। त्यो समस्या चाहिँ पर्दाखेरि अन्तिममा त्यहाँ एउटै झोलामा दुईवटा चिज जस्तो भयो नि त। त्यो भएको हुनाले हामीले पनि त्यहाँ जान धेरै चासो दिएनौँ। यस्तो स्थिति पर्न सक्छ भन्ने कुरा चाहिँ यहाँहरूले बुझिदिनु होला। अब चाहिँ हामीले पनि बुझौँ, मतलब त्यो अप्ठ्यारो कन्डिसनमा चाहिँ यता हामी सङ्गठनको तर्फबाट पनि अगाडि बढ्न नसक्ने स्थिति हुँदो रहेछ। त्यस कारणले चाहिँ हामी आइजिटीलाई नै अहिले हजुरले राखे जस्तै बरु आइजिटी यो बिग्रियो, आइजिटीमा के समस्या, जसरी हामीले समस्या राख्यौँ त्यसै गरी राख्दै यसैलाई चाहिँ अलिकति बढावा दिउँ, यसलाई नै राम्रो बनाऊ, अझै राम्रो बन्दै जाला, सुध्रिँदै जाँदा राम्रो पनि बन्छ भन्दै यहाँले राख्नुभएका जायज कुराहरू सरहरूले पनि सुनाइ गर्नुभएको छ। र संस्थाको तर्फबाट पनि गर्न सक्नेसम्म उठेको कुरा, एउटा अफिसको कुरा चाहिँ के भएको थियो भने हाम्रो बोर्डमा मिटिङ बसेका थियौँ। त्यो मिटिङ बस्दाखेरि चाहिँ के हो भने यो मिटिङलाई चाहिँ पर्खेर यो मिटिङ पछि चाहिँ सार्नु पर्ने नि सारौँ अथवा हटाउनु पर्ने नि हटाउँ, चाहिन्छ भने राखौँ, चाहिन्न भने नराखौँ, यही मिटिङमा यहाँले डिसिजन दिनु होला। अनि त्यस्तै हुनेछ भन्दै अब मेरो चाहिँ कुरा यति नै छ। केही हजुर सङ्घको भूमिकाका विषयमा यहाँहरूले केही जिज्ञासा राख्नु भएको छ। हामीले नीतिगत निर्णयहरू पर्याप्त गरेका छौँ, तर हामी तपाईँलाई यो सिधा भन्नुपर्छ, हामी कारबाही गर्ने तहको संस्था होइनौँ। हामीले चाहिँ फिल्डमा केही कमी कमजोरीहरू गर्नुभयो, हाम्रा साथीहरूले गलत नम्बरहरू दिनुभयो,
द्वैत चरित्र देखाउनु भयो, एउटै झोलामा दुईटा खालका प्रडक्टहरू बोकेर हिँड्नु भएको भन्ने जस्तो पनि देखियो। त्यसको त हामी फिल्ममै एक किसिमको कारबाही भएको त हामीले नजिकबाट देखिहाल्यौँ नि। दुईटा प्रडक्ट बोकेर जाँदाखेरि हामीले सङ्घको तर्फबाट समन्वय गर्न नसक्ने बेहोरा म यहाँहरूलाई हार्दिकतापूर्वक अनुरोध गर्छु। यद्यपि आइजिटीका विषयमा आएका समस्याहरू समाधान गर्नका निम्ति हामीसँग यथेष्ट चाहिँ नजिरहरू छन्। पहिलो पटक हामी काभ्रेको पनौतीमा गएर हामीले त्यो भूमिका निर्वाह गऱ्यौँ, इटहरी गयौँ, काठमाडौँकै बालुवाखानीमा भएको घटना, यी सबै घटनाहरूमा हामी हाम्रो बलबुताले भ्याएसम्मको भूमिका निर्वाह गरेका छौँ। त्यसपछि अर्को हामीसँग लक्षित चाहिँ प्रश्न के हो भने घर भाडा अलि महँगो भयो, धेरै प्रयोजनमा आएन भन्ने कुरा छ। त्यसका निम्ति हाम्रो डिस्ट्रिब्युटर सङ्घको अध्यक्ष लगायत हामी कोषाध्यक्ष हामीहरू बसेर हामीले त्यहाँबाट सिफ्ट हुनुपर्छ भनेर हामी लागि परेका छौँ। छिट्टै हामी अलिक कम खर्चमा हुने खालको घर खोजेर हामी त्यहाँबाट तुरुन्तै सर्नेछौँ। अब यहाँ सबैभन्दा जटिल समस्या अलि सबै साथीहरूले उठाउनु भएको विषय चाहिँ के हो भने सङ्घमा सानो एउटा फन्ड थियो, फन्ड चाहिँ डे टु डे डिक्रिज भइरहेछ, घट्दो क्रममा छ, हामीसँग आम्दानीका स्रोतहरू भएनन् भन्ने विषय चाहिँ अलि गम्भीर विषय हो भन्ने लाग्छ। हुनसक्छ आजको यो कार्यक्रमको प्रायोजक चाहिँ इम्पोर्टर डिस्ट्रिब्युटर हुनुहुन्थ्यो, सङ्घको चाहिँ आयोजनामा गर्ने कार्यक्रमहरू अब हामी गर्न नसक्ने अवस्थामा छौँ। नयाँ फर्महरू दर्ता हुँदा तिर्नुपर्ने शुल्क, हामीले मासिक रूपमा बुझाउनु पर्ने लेभी, र मैले पटक पटक अरू यस्ता खालका प्लेटफर्महरूमा उठाउँदै गरेको विषय के हो भने हाम्रो भूमिका के हो, हामीले त्यसमा के कन्ट्रिब्युसन गर्नुपर्ने हो, हाम्रो भूमिका पनि निर्धारण गरिदिनुहोस्। र आइजिटीको डिस्ट्रिब्युटर र इम्पोर्टरले अघिल्लो पटकको जस्तै भूमिकाहरू के निर्वाह गर्न सके चाहिँ के उपयुक्त माध्यम हुनसक्छ, ठ्याक्कै यही गरौँ भन्ने भन्दा पनि हाल कायम हुँदै आएको मूल्यमा थोरै 5 रुपियाँ एड गर्न पनि सकियो। यद्यपि हामीले अघिल्लो पटक अलि बृहत अन्तर्क्रिया गरौँ, प्रतिस्पर्धीको अगाडि हामीले सामानमा चाहिँ प्लस गर्दा एड गर्दाखेरि चाहिँ मूल्य बढेको आभास हुनसक्छ। फेरि धेरै साथीहरूलाई के पर्छ भने आइजिटीको मूल्य बढेर आयो भन्ने ढङ्गले बुझिदिने खालको चाहिँ प्रवृत्ति हुनसक्छ भनेर डबडाउ भन्ने हामीले सल्लाह गरेका हौँ। म हार्दिकतापूर्वक के अनुरोध गर्छु भने यदि 5 रुपियाँ या 10 रुपियाँ थप भएर आएछ भने आइजिटीको मूल्य बढेको होइन, हामीले हाम्रो सङ्घको फन्डलाई अलिकति स्ट्रङ बनाउन यो भूमिका भएको है भन्ने ढङ्गले पनि यो निर्णय भएर आएछ भने यहाँहरू सबैलाई आम रूपमा त्यसै गरी बुझिदिनका निम्ति पनि हार्दिक अनुरोध गर्दै अब हाम्रो यो सहभागी साथीहरूले उठाएका सम्पूर्ण विषयहरूलाई जो आफूसँग सम्बन्धित छ, हुनसक्छ इम्पोर्टरसँग सम्बन्धित रहेको विषय हाम्रो रूप सरले पछि जवाफ दिनुहुनेछ। दाल ग्यास सप्लायर्ससँग चाहिँ सम्बन्धित भएर आएका विषयहरू र अन्य समसामयिक विषय, हाम्रो विषयसँग सरकारी विषयहरूलाई सम्बोधन गर्दै त्यसको जवाब समेत दिन हुनका निम्ति दाल ग्यास सप्लायर्सका प्रमुख कृष्ण दाहाललाई आफ्नो अभिव्यक्तिका निम्ति म ड्यासमा आमन्त्रण गर्दछु। आउँदा 2.5 वर्षसम्म हाम्रो चाहिँ अफिसमा पुग्नेसम्मको 2.5 वर्षमा चाहिँ पुग्नु पर्यो। 2 वर्षसम्म यहाँहरूले चाहिँ लगाइदिएको प्रोडक्ट चाहिँ हामी जति भए पनि यदि प्रोडक्टमा समस्या छ भने जति प्रोडक्ट पनि हामी साट्छौँ, हामीले कति चाहिँ धेरै प्रोडक्ट आयो भनेर यहाँहरूलाई भनेको छैनौँ। यो चाहिँ साथीहरूले साट्दिनु होला, प्रब्लम आएछ कति प्रब्लम नपर्नु नि सक्छ कस्टमरलाई, कतिपयले चाहिँ चलाउन नजानेर फेरि बिर्सेर पनि यो चाहिँ प्रब्लम आएको हुनसक्छ। त्यो प्रब्लमलाई सल्भ गरिदिनु होला। यो फेरि कस्टमरको चाहिँ कम्प्लेन चाहिँ गुणस्तरसम्म पुग्यो भने त्यसले ठुलो असर पर्छ। पहिला पनि हामीलाई यो असर परिसकेकै थियो। दोस्रो कुरा अब थोरै यो सङ्घको विषयमा दुईसारी कुरा राखिसक्नुभयो, मैले धेरै कुरा राख्नुपर्ने विषय कम छ। सङ्घमा अब भाडा अलि महँगो भयो, अब यो सङ्घको चाहिँ घटाउनु पर्ने भन्ने कुरा यहाँहरूले सरसल्लाह गर्नुभएको छ र हामीले अब अफिसको भाडा र अनि अब यहाँहरूले चाहिँ सबै कुरा भयो भने अब हामीले सुरुमा त 25 रुपियाँ उठाएको पनि थियौँ। 25 रुपियाँ उठाउँदाखेरि साथीहरूले चाहिँ रेट चाहिँ महँगो भयो, फलानु अर्को प्रोडक्टको त यतिमा सामान दिन्छ, यो त यति भयो भन्ने कुरा आएको हुनाले यो चाहिँ अब प्लस 25 चाहिँ नगरौँ है, किनभने साथीहरूले बुझ्दाखेरि चाहिँ रेटै भन्ने बुझ्नुभयो। त्यो रेट होइन, यो त सङ्घलाई जो जति उठ्छ त्यो पैसा त मैले सङ्घलाई बुझाउनुपर्छ। त्यो सङ्घलाई बुझाउनु पर्ने पैसा हुनाले चाहिँ यो रेट होइन है, रेट होइन भन्ने कुरा हामीले चाहिँ बुझाउन सकेनौँ कि अब भन्दा हुँदा कतिपय साथीहरूले चाहिँ यो सङ्घले केही गरेको छैन, कता गरेको छैन, फेरि पैसा त्यो धेरै उठायो भनेर भएर पनि हामीले यो 25 रुपियाँ उठाउने क्रम चाहिँ हामी बन्द गरे हो।
त्यति हुँदा पनि हामीसँग 7-8 लाख पैसा हामीसँग सङ्घमा बाँकी नै छ, अझै पैसा अलिअलि बाँकी नै छ। अब यहाँहरूले यसलाई यो देशभरिमा जहाँ जहाँ चाहिँ सेल्स गर्नुहुन्छ त्यसको सेल्सको डेली रेकर्डहरू यहाँहरूले दिनुहुन्छ। डेली रेकर्ड चाहिँ अफिसमा पठाइदिनुहुन्छ र भोलि कस्टमरहरूलाई चाहिँ के कसो छ भनेर चाहिँ सङ्घले हेर्नुपर्ने कन्डिसन छ भने डे 10 बजेदेखि 5 बजीसम्मको स्टाफ राख्नलाई पनि हामीले के गर्नुपर्छ, हाम्रो सरले मैले के गर्नुपर्छ भने हामी गर्न तयार छौँ। यो हामीले अफिस बन्द गर्ने भन्दा पनि यो यहाँहरूलाई सर्भिस दिनलाई पनि अफिस दिनभरि अफिस खोल्ने अनि स्टाफ चाहिँ त्यसको रेकर्डहरू चाहिँ यहाँहरूले बेचेको रेकर्डहरू चाहिँ पनि पठाइदिनु भयो भने पछिलाई पनि त्यो प्लस पोइन्ट हुन्छ। अनि यता अफिसबाट पनि के कस्तो छ, सर्भिस पाउनु भएको छ कि छैन, के छ भनेर गर्दाखेरि पछिसम्मलाई पनि यसले धेरै प्लस पोइन्ट हुन्छ। त्यस्तो भयो भने एउटा स्टाफ खर्चहरू हामीले पनि गर्न सक्छौँ। त्यो विषयमा छलफल यहाँहरूसँग पदाधिकारीसँग बसेर छलफल गरौँला यो विषयमा पनि। अब अरू विषयमा चाहिँ हामी लामो यो हाम्रो कार्यक्रम चाहिँ भदौको 14 गते गर्ने भन्ने कार्यक्रम थियो। हाम्रो विशेष कारणले चाहिँ हाम्रो बेनी सरको बुवा बित्नु भयो त्यति बेला र त्यसले गर्दा पहिलो कार्यक्रम हामीले त्यसरी त्यही कारणले स्थगित गरेका थियौँ। दोस्रो कार्यक्रम पनि हामीले जेनजी आन्दोलन भयो र यो तेस्रो हुन गयो र पहिलो कार्यक्रमको चाहिँ अब कार्यक्रममा चाहिँ हाम्रो सल्लाहकार बेनीपुरा खड्काजीका बुवा कर्ण बहादुर खड्काको स्वर्गगामी भएको कारणले गर्दा हामीले चाहिँ 1 मिनेट उठेर उहाँको चाहिँ श्रद्धाञ्जलीमा मौन धारण गर्न पनि म अनुरोध गर्छु। आफ्ना सार्वजनिक मन्तव्य राखिदिनका निम्ति आरसी ट्रेडिङ प्रणालीका प्रमुख रूपकुमार छेत्रीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। नमस्कार सबैजनालाई। आफ्नो कम्पनीको प्रतिनिधित्व गरेर आज पोखरा पाल्नुभएका सबैलाई म आरसी ट्रेडिङ कम्पनीको तर्फबाट र आइजिटी डेनमार्कको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। यो पुरस्कार वितरण कार्यक्रम हामीले भदौ यहाँलाई थाहा छ भदौ 14 गते सायद 14 गते फिक्स गरेका थियौँ र यहाँ पटक यो यहाँको म्यानेजमेन्टबाट प्रेसर पनि आयो कि कहिले गर्ने हाम्रो सल्लाहकार बेनु खड्काजीको बुवाको स्वर्गगामी भएको कारणले यो रोकिनु पुग्यो। म यही मञ्चबाट उहाँको परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गर्न चाहन्छु। सम्बोधन हाम्रै सबै आफ्नो कम्पनीको रिप्रेजेन्टेसन गरी आएको कारणले म कुनै विशेष कम्पनीलाई सम्बोधन नगरिकन आज हाम्रो कानुनी सल्लाहकार आउनुभएको छ यहाँ उमेश शर्माज्यू। उहाँको जन्मदिन पनि पर्यो, खुसीको कुरा र उहाँको शुभ जन्मदिन अगाडिको हार्दिक प्रगतिको कामना गर्दै शुभकामना पनि व्यक्त गर्न चाहन्छु। अब आज खास बोल्ने कुरा अलिक हाई साउन्ड अलिकति ठुलो बोल्ने कुरा खास अब केही छैन पनि जस्तो लाग्यो। फेरि साथीहरूको कुरा सुन्दा अलि बोल्नै पर्छ कि जस्तो पनि केही छ कुराहरू। मलाई अब यो पृथ्वीनारायण शाहले भने जस्तै यो साना दुःखले अर्ज्याएको मुलुक होइन भने जस्तो आज फ्ल्यासब्याक हुँदै थियो कि हामीले 2013 सालमा कसरी सोल्टी होटलमा कस्तो व्यक्तिहरूको बिचमा आइजिटीलाई एउटा प्रोडक्ट लन्चिङ कार्यक्रम गरेका थियौँ र आज हामी यो वर्ल्ड पिपल होटलमा यो समारोह गर्दैछौँ र मैले त्यो कुरादेखि यहाँसम्म यो आइजिटी खासमा के हो, सुरुवात कसरी भयो, यदि तपाईँले सुन्न चाहनुहुन्छ भने यो मान्छेले आफ्नो व्यक्तिको परिवारको हिस्ट्री पनि बुझेन भने कस्तो लाग्छ भने त्यो बच्चालाई यतिकै सुनको थाली यतिकै बनेको जस्तो पनि लाग्छ होला। त्यसकारण म
यदि यहाँ आधा घन्टा टाइम दिनुहुन्छ भने म यो फ्ल्यासब्याक नगरिकन नआउने जस्तो महसुस गर्दैछु। 2013 मा हामीले आइजिटीको लन्च गऱ्यौँ सोल्टी होटलमा। पर्याप्त भिडियोहरू यहाँहरूले भेट्न सक्नुहुन्छ। म यसै गरी ड्यासमा थिएँ र मेरो ड्यासमा को हुनुहुन्थ्यो भन्नुहुन्छ भने फोटोहरू पनि त्यहाँ छ, भिडियो पनि छ आइजिटीको उसमा। त्यहाँ मसँग सँगै डेनमार्कको एम्बेसडर हुनुहुन्थ्यो, मसँग सँगै ड्यासमा नेपाल सरकारको मन्त्रीजी हुनुहुन्थ्यो, मसँगै सँगै ड्यासमा गुणस्तर विभागको डिजी हुनुहुन्थ्यो, अनि वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव हुनुहुन्थ्यो, उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुनुहुन्थ्यो, ग्यास के अग्रवाल शङ्कर अग्रवालसँग मिलेर उहाँहरूले चाहिँ एउटा काम गर्नुभएको थियो। अनि उहाँले पनि 3-4 हजार पिस किन्नुभयो। 30,000 पिस सोल्ड आउट छ, चेक पनि लिइसक्यो, ब्याङ्कमा डिपोजिट पनि भइसक्यो। अब भन्छ लन्चिङ गर्ने। मैले जोड्न कहाँ थिएँ भने के प्रडक्ट बेच्ने हो, के प्रडक्ट बेच्दैछु, मेरो ब्रान्ड के हो र यो यसको सुरुवात कहाँबाट भयो र यसको अब के हुन्छ भन्ने थाहा नपाएसम्म हामी यस्तै कुरामा अल्झिन्छौँ। अनि मलाई लागेको चित्त दुखाइ होइन, म के सोच्दै थिएँ भने यो प्रडक्टको ब्रान्डिङमा डिक्लाइनिङ भएर तल गइरहेछ कि त। किनभने म त इन्भेस्टर राखेर लन्चिङ गरेको मान्छे, म त एफएनसिसिआईको अध्यक्ष राखेर लन्चिङ गरेको मान्छे, म त ग्यास विक्रेता सङ्घको अध्यक्षलाई राखेर लन्चिङ गरेको मान्छे। अहिले चाहिँ आएर यी कुरा सुन्दा कतै यो ब्रान्डले सही व्यक्ति भेट्यो कि भेटेन त भन्ने मेरो मनमा अझै पनि केही खुल्दुली छ। मलाई लाग्छ त्यो खुल्दुली यहाँहरूले मेटाउँदै हुनुहुन्छ, मेटाउनु होला, मेटाउनु पर्छ। किनभने म त्यसको अगाडि के गर्ने पनि म भन्नु। अनि हामी लन्चिङ गऱ्यौँ। म अब अलिकति छुट्याउँछु। लन्चिङ गऱ्यौँ। लन्चिङ गरिसकेपछि प्रडक्ट त मार्केटमा गयो। हामीले के भन्यो भने यो प्रडक्टमा जति पनि प्रडक्ट के थियो भने प्रडक्टमा प्रयोग गरिसकेपछिको समस्या थिएन, प्रयोग गर्दै समस्या आउँछ कि भन्ने उलट डाउट थियो। 30,000 पिस मध्ये 10,000 पिसमा हामीले डिफल्ट भेट्यौँ। अनि 10,000 पिसको 100% मेरो कम्पनीले मलाई पैसा फिर्ता गर्यो ब्याङ्कमा। आजको डेटमा कुनै कम्पनीले 10,000 पिसको पैसा फिर्ता गर्ने भनेको कल्पना गर्नुहोस्। फर्स्ट त उसले लन्चिङै गरिदिनु भन्छ, प्रडक्टको क्वालिटी भएन। अर्को चाहिँ 10,000 पिस उसले चाहिँ क्यास फिर्ता गरिदिन्छ भने अब उसले ब्रान्ड बनाउनलाई सोचेको भिजन कस्तो हो। त्यसमा म सानो जोड्छु। यहाँ सायद सबैको हातमा एप्पल छ होला। स्टिभ जब्सको मैले किताब पढ्दै थिएँ। स्टिभ जब्सले कुनै एउटा प्रडक्ट लन्च, आई थिङ्क आइफोन 3-4 को अथवा यस्तै कुन चाहिँ आइफोन 10-11 कुन चाहिँ आउने क्रममा उसले के गर्यो भने कम्तीमा पनि त्यो 10 चोटि प्रडक्ट रिजेक्सन भयो स्टिभ जब्सको। कारण के थियो कि इन्जिनियरहरू आउँछन्, यो भएन भन्छ, फेरि आउँछन्, ऊ भएन भन्छ। उसको किताब पढ्नुभयो भने त्यहाँ भेटिन्छ। र उसले के गर्यो कि इन्जिनियरहरू हैरान भयो कि अब यो प्रडक्टको खास स्टिभ जब्सले खोजेको चिज चाहिँ के थियो। अनि अन्तिममा उसले सबै इन्जिनियरहरूलाई बोलायो र उसले भन्यो मैले यति रिजेक्सन गर्न पर्ने कारण के थियो भने तिमीले जति फोकस दियौ कि प्रडक्ट बनाउनको लागि जुन देखिने चिजमा दियो, क्वालिटी फिनिसिङ जसले आँखाले देखिने चिजमा दियो, तर उसले पत्ता के लगायो भने जब उसको पछाडिको स्टिलको ब्याक साइडमा अलिकति स्क्रैच अथवा अलिकति फिनिसिङ भेटेन र उसले भन्यो कि यो रिजेक्सन हो मेरो तर्फबाट। अनि इन्जिनियरहरूले भने यो त नदेखिने पार्ट हो, यो त नदेखिने पार्ट हो। देखिने ठाउँमा त हामीले एकदम एज गुड एज एकदम राम्रो क्वालिटी दिएका छौँ। नदेखिने पार्टको लागि तिमी यत्रो माथापछि किन गर्यो हामीसँग? उसको किताबमा छ, मैले यतिकै बोलेको होइन। अनि स्टिभ जब्सले के उत्तर दियो भने हो मैले खोजेकै कुरा यही हो कि आँखाले मेरो कस्टमरले देख्ने प्रडक्ट त आँखाले देख्ने प्रडक्टमा त तिमीहरूले चाहिँ ध्यान दिएकै छौ, मलाई कुनै डाउट छैन। मैले चाहेको के हो भने म रौला अथवा म नरौला
तर कस्टमरले देखिने पार्टमा होइन, मेरो इन्जिनियरहरूले उनले नदेखिने पार्टमा पनि अब पनि तपाईँहरूले चाहिँ ब्रान्ड होल्ड गरेको आफूले गर्व फिल भएर मार्केटमा जानु भएन भने ब्रान्डले पनि सराप्ने बेला भइसक्यो साथीहरू। खासै भन्ने जुन प्रडक्टबाट यति आफ्नो दाना पानी खाना खर्च सारा कुरा छोराछोरीको फिस यो होटेलको स्ट्यान्डर्ड यो बसाइ यो कुरा गराइ यो भिजन अगाडिको योजना म यो मुमा पुग्छु, मेरो छोराछोरीलाई यहाँ पढाउँछु, म यो घर किन्छु अथवा म यो गाडीको अपग्रेड गर्छु, गरि पनि रहेछु भन्ने चिजलाई पनि तपाईँले चाहिँ अब आएर यो हो कि 25 रुपियाँ सस्तो छ भन्ने अथवा यो कतिले त म यो पनि सुन्छु कि के को यो त्यो सिस्टममा जाँदैछस् त 25 रुपियाँ इन्टु 50 हिसाब गर त तेरो त्यो 20,000मा तिमी पाइहाल्छस् नि। किन त त्यो स्किमको त यो त कस्तो उचाल्ने मान्छे पनि तपाईँको बिचमा हुन्छ भने किताब लेखेर के को पुरस्कार दिने? त्यो त एउटा सर्टिफिकेट 200मा रत्नबारतिर गयो भने बागबजारतिर गयो भने बनाइदिइहाल्छ नि। के टाउको देखाउँछस्? यस्तो सिफारिस गर्ने पनि तपाईँको बिचमा हुनुहुन्छ भने बिवेयर अफ डग भने जस्तो बिवेयर अफ त्यस्तो पार्टी हो। किनभने जो ब्रान्ड भनेको यस्तो ठुलो कुरा हो, आफूले होल्ड गर्ने ब्रान्ड भनेको। आज मान्छेले कसैलाई चिन्दैन। हेर्नुहोस्, तपाईँले नाइक चिन्नुहुन्छ होला, होन्डा गाडी को कुरा गर्दा चिन्नुहुन्छ होला, अथवा रोलेक्स घडी चिन्नुहुन्छ होला, तर त्यो मालिक को थियो भने थाहा छैन। जुन ब्रान्ड होल्ड गरेको छ, जुन ब्रान्डले यहाँ पुऱ्याएको छ भने त्यो ब्रान्डको प्रति अलिकति लोभ्याइ हुनुहोस्, अलिकति त्यसलाई हेर्ने दृष्टिकोण राम्रो गर्नुहोस्, कस्टमरलाई सर्भिस दिनुहोस्। जित त हाम्रै छ नि। किनभने हामी त्यत्रा ठुला समस्या समाधान गरेर यहाँ आएका छौँ भने अहिले त हाम्रो पुरै त सिस्टममा छ। केही भयो त एउटाले प्रडक्ट किन्दिने हो, तपाईँले घरमा गएर बेच्न सक्नुहुन्छ। यो हामीले लन्च गर्दैछौँ नयाँ। यसलाई तपाईँ 5 वर्षसम्म ग्यारेन्टी हुन्छ, 5 वर्षसम्म यो प्रडक्ट केही हुँदैन र यसको रियुज पनि हुन्छ। कुनै कारणवश यसमा हामीले आगो लाग्यो निभाइयो भने फेरि के गर्न सकिन्छ भने यसरी आगो निभाउने सरल निभाए फेरि यसलाई लक गरेर यसलाई हामी वालमा झुन्डाइदिने, फेरि निकाल्ने, फेरि आगो निभाउने अनि फेरि यहीँ राख्ने। यसको म्यानुफ्याक्चरिङ डेटदेखि 5 वर्षसम्म फेरि होस् पाए यो 1.9 मिटरमा आउँछ। तर यो पनि NS एप्रुभ हो। इन्डियाको भ्यान्स भन्ने कम्पनीले अग्नि ब्रान्डमा बनाएको एलपिजी होस् हो। तर सरी टु से यो प्रडक्ट चाहिँ तपाईँहरूलाई चाहिँ नि डाइरेक्ट मार्केटिङमा यो आउँदैन। तपाईँहरूकै फेसिलिटीको लागि तपाईँहरूले अहिले केआरपिसीको भेट्नु भएको छैन, केआरपिसीकै मार्केटमा जानुहोस्। केआरपिसीको अथोराइज डिस्ट्रिब्युटर भनेको दाल ट्रेडर्स एन्ड सप्लायर नै भइसकेको कुरा सायद उहाँले भनिसक्नु। यही लो प्रेसरको होस पाइप परे गर्दाखेरि फुटेर एक्सिडेन्ट भएर कति मान्छेहरूको ज्यानको क्षति पनि भएको छ। यो चाहिँ फिटिङ गर्नलाई एकदम सजिलो, होटेलमा तपाईँले पहेँलो पाइपबाट रिप्लेस गरिदिन सक्नुहुन्छ। यो दाल ग्यास थ्रु किन्न सक्नुहुन्छ। यो पनि इन्डियामा यो सायद यो मात्रै कम्पनी होला जसले चाहिँ हाई प्रेसरको होस पाइप लन्च गर्छ। यो पनि तपाईँले बेच्न सक्नुहुन्छ एडिसनल। यसको मूल्य पछि निर्धारण हुन्छ। सायद त्यस्तो धेरै महँगो चाहिँ छैन। छिटो नसमाउने, पानीले पनि नभिज्ने हामीले एउटा एप्रोन छ। यही कम्पनीले उत्पादन गरेको कारणले यो प्रडक्ट पनि अब बेचौँ। अब दुईवटा कुरा मैले भने, यदि तपाईँले यो फायर एक्सटिङ्ग्विसर हामी नै डाइरेक्ट मार्केटिङमा बेच्छौँ, तपाईँले पसलमा नदिनुहोस् भन्नुहुन्छ भने हामीले हाम्रो चाहिँ 50-60 हजार पिसको वर्षको टार्गेट छ। अन्त नदेऊ भन्नुहुन्छ भने यो फायर एक्सटिङ्ग्विसर पनि हामीले अन्त बेच्दैनौँ, तपाईँ थ्रु नै बेच्ने हो। त्यस्तो प्रडक्ट हुन्छ। कलर पनि राम्रो छ सर। अरे तपाईँलाई राम्रो छ कलर पनि। थ्याङ्क यू। ल एकजना म्याडम आएर लगाउनु भयो भने हुनसक्छ। तपाईँको यो चाहिँ फायर प्रुफ एप्रोन हो। आगो चाहिँ टिप्दैन। आगोले नभेट्ने पानीले हो। पानी त्यस्तो दाग नलाग्ने खालको एप्रोन। अनि अब
यी प्रडक्टहरूको बारेमा अझै डिटेल चाहिँ मैले यसको यो फायर एक्सटिङ्ग्विसरको भित्रको इन्ग्रिडियन्ट के हो, यो फर्म बेस हो कि बोल्ने क्रम, उद्घोषण गर्ने क्रम, पोर्टफोलियो एडभर्टाइजमेन्ट गर्ने कुरा, यी सबै सिलसिलेबारहरू मिले कि मिलेनन्, यदि कहीँ कतै सञ्चालनको दौरानमा कमी कमजोरी भएको भए यसमा पोहोर साल घोषणा गरे अनुसारको सर्वोत्कृष्ट 10 विक्रेताहरूलाई आज यहाँ हामी नगद पुरस्कार तथा प्रमाणपत्र दिएर सम्मान गर्दैछौँ। अब नपाउनेहरूले नि मन नदुखाउनु होला, पाउनेहरूले पनि ज्यादा धेरै उत्साहित नहुनु होला है। आज एउटा पाला भोलि अर्को पनि पाला होला। त्यसो भन्दै अब म नम्बर 10बाट सुरु गर्न चाहन्छु है। हामीले उहाँ चाहिँ उहाँको प्रतिनिधिको रूपमा कोही हुनुहुन्छ भनेदेखि आइदिनु होला। नम्बर 10मा श्री रामबहादुर घलानजी, एलपिजी सेफ्टी नेपाल पालिका सञ्चालक। उहाँलाई नगद रु 25,000 सहित हामीले सम्मान गर्ने कार्यक्रम राखेका छौँ। तर उहाँ आफ्नो कार्यव्यस्तताका कारण यहाँ आउन सक्नु भएन। त्यसको उहाँ हामीलाई हस्तान्तरण गरिदिइहाल्छौँ। यहाँ कोही आएर लिँदै आमन्त्रण गर्न चाहन्छु। हस्तान्तरण गरिदिनु धन्यवाद। यहाँ हाम्रो अफिसको लोगो छ डायमन्ड ट्रेड्स एन्ड सप्लायर्स लपु मनपा 26 ढोलाइटे। यहाँ हाम्रो सबैको आत्मासँग जोडेको आइजिटी डेनमार्कको लोगो पनि छ। अब कदरपत्र भइहाल्यो, अरू कुरा म
पढेर सुनाउँछ है त। दाहाल ग्यास ट्रेडर्स एन्ड सप्लायर्सबाट वितरित आइजिटी ग्यास रेगुलेटरको आर्थिक वर्ष 2081-82 को बिक्रीमा एलपिजी रिसर्च सेन्टरले प्रथम स्थान हासिल गरेकाले यस फर्मका प्रोप्राइटर श्री फुलमान राईज्यूलाई म मजाबाट आग्रह गर्न चाहन्छु। फुलमान राईज्यूलाई यहाँको समर्पण, परिश्रम, लगनशीलता र व्यावसायिक सफलताको उच्चतम मूल्याङ्कन गर्दै रु 2 लाख रुपियाँ नगद पुरस्कार चाहिँ पदकपत्र प्रदान गरिएको छ। यहाँको उत्कृष्ट प्रदर्शन र निरन्तर प्रयासलाई उच्च सम्मान गर्दै भविष्यमा पनि यस्तै उत्कृष्टता र निरन्तरताको कामना सहित हाम्रो व्यावसायिक सम्बन्ध सुदृढ, सबल, अटल रहने विश्वास लिएका छौँ। कृष्ण प्रसाद सप्लायर्स तथा रुकुमार छेत्री प्रबन्ध निर्देशक आरसी ट्रेडिङ कम्पनी प्राप्त। यो प्रथम हुँदाको एक खालको खुसी पनि छ। खुसी सँगसँगै यसमा तपाईँको चाहिँ सँगसँगै र फिल्मका चुनौतीहरू, जारी क्षेत्रका चुनौतीहरू पनि त्यति नै थिए। अब यसरी नै प्रथम हुन सबै साथीहरूलाई म आग्रह गर्छु, यो पटक 82 मा नभए पनि 83 मा अरू चाहिँ पनि हाम्रा साथीहरू, व्यवसाय सहयोगी मित्रहरू हुनुहुनेछ भन्ने अपेक्षा गरेका छु। अर्को कुरा, हामीले काम गर्ने क्रममा विभिन्न चाहिँ बाधाहरू त छँदैन थियो, त्यही पनि वर्षभरिको फिल्मका चुनौतीहरूलाई मैले चाहिँ बिर्सेछु। अहिले चाहिँ निकै नै ठुल्ठुलो चुनौतीहरू जितेर आएर भने अब यो चाहिँ यो एकदम हर्षित छु कि यो मानिन हर्षित छु कि अब यो उत्कृष्ट सबैभन्दा फर्स्ट प्राइज पाउँछु भन्ने मलाई थाहा पनि थिएन लगभग है। तर पनि मेरो ट्रान्जेक्सन वर्षभरिको चाहिँ मेरो लगनशील लगभग मैले काम गर्ने क्रममा दसैँ तिहार नभनिकन पनि, झरी बादल नभनिकन पनि छाताहरू फिल्ममा भिजिट गरेको, फिल्ममा चाहिँ काम गरेको, सर्वे गरेको, यसको उचित मूल्याङ्कन भएको र मेरो चाहिँ कामले न्याय पाएको जस्तो महसुस गरेको छु भन्दै मेरो अब 2 शब्द दिनै टुङ्गेर चाहे। धन्यवाद। हामीले यो रेकर्ड चाहिँ हामीले साउन्डसम्मलाई मात्रै यो रेकर्डको आधारमा हामीले यो चाहिँ 10औं नम्बरसम्मको यो रेकर्ड गरेको हो। भदौ असोजको यो रेकर्ड यसमा छैन, हामीले चाहिँ साउन्डसम्मकोलाई मात्रै गरेका थियौँ। भदौमा कार्यक्रम भएको हुनाले काम सुरु गर्नु पनि भएको छैन। अब काम सुरु गरिसकेपछि यहाँहरूले पनि आफूले लगेको सामानको कति लग्यो त्यसको रेकर्ड राख्नु होला। हामीसँग त रेकर्ड भइ नै हाल्छ, तर यहाँहरूले पनि रेकर्ड राखिदिनुभयो भने थप हामीलाई सजिलो हुन्छ। हामीले यो महिनामा चाहिँ लगाएको थियो, यो महिना दिएर वर्षको यति चाहिँ सेल्स गऱ्यौँ भन्दा चाहिँ रेकर्ड यहाँहरूले पनि अब पहिला टिप्नु भएको छैन भने पनि अब मङ्सिर 1 देखिको चाहिँ किबोर्ड यहाँहरूले राख्नु होला। र हामीले चाहिँ यो यसै गरी हामीले यो पुरस्कार चाहिँ अर्को वर्षलाई पनि सेम चाहिँ कन्टिन्यू गरेका छौँ। पुरस्कार भनेको रकम सानो या यस्तो भन्ने भन्दा पुरस्कार भनेको पुरस्कारै हो। यो चाहिँ हुन त यहाँले सेल्सको आधारमा धेरै कमाउनु भएको हुन्छ, तर पनि पुरस्कार भनेको अब हाम्रो कुमार सरले नर्मली उहाँको सेल्स 1500 भन्दा माथि छ पर मन्थली 1500 भन्दा माथि सेल्स गर्नेले कति कमाउँछ यहाँहरूले नि अनुमान गर्नु भएको हुन्छ। अब त्यो कमाउने भन्दा पनि उहाँले पाउने पुरस्कार पनि धेरै महत्त्वपूर्ण कुरा हो र यहाँहरूले पनि अर्को आगामी वर्षको लागि चाहिँ उत्कृष्ट हुने चाहिँ प्रयत्न गर्नु होला। बैङ्ककबाट जानेछौँ। हाम्रो कार्यक्रम चाहिँ अर्को वर्षको कार्यक्रम, यो वर्षको कार्यक्रम पोखरामा भयो, अर्को वर्षको कार्यक्रम हाम्रो बैङ्ककमा हुनेछ र प्राइज यही हुनेछ। र बैङ्ककको यो प्राइजको चाहिँ दालगासले प्रोभाइड गर्नेछ भने बैङ्ककको सम्पूर्ण चाहिँ म्यानेज, त्यहाँको होटल मेन्यू सबै चाहिँ आरसी ट्रेडिङ कम्पनीले गर्नेछ। यहाँ पनि यो प्राइज चाहिँ दालगासबाट भएको थियो भने चाहिँ हाम्रो होटलमा कार्यक्रम गर्ने भनेर हामीले पहिला माइनेट गरेर पनि थियौँ। हाम्रो सङ्घको चाहिँ हाम्रो माइनेटमा चाहिँ हामीले माइनेट गरेका पनि थियौँ। अब यो कुरालाई पनि सम्भवतः गोविन्द सरले माइनेट गर्नु होला। यसले के हुँदाखेरि भोलि अरू साथीहरूलाई पनि यो माइनेट भएको छ र यो भएको छ भन्ने कुरा प्लस ऊ हुन्छ।
अर्को वर्षको कार्यक्रम चाहिँ हामीले 1 वर्षको सेल्सलाई हेरेर 10औं नम्बरसम्मलाई उपहार हामी बैङ्कमै दिनेछौँ र लान चाहिँ हामी 20 जना लानेछौँ 20 जना लानेछौँ तर यो सेल्स चाहिँ कम्तीमा 2000 भन्दा चाहिँ बढी भएको लागि चाहिँ लानेछौँ हामी 2000 भन्दा वार्षिक 2000 सेल्स भन्दा कमलाई हामी बैङ्कमा राखेका छैनौँ। विशेष के अरे तपाईँको चाहिँ 20 जना भित्रमा पनि 2000 चाहिँ वर्षको सेल्स नगर्ने कम्पनीलाई चाहिँ हामी बैङ्कको कार्यक्रममा